हेलो साथीहरु, स्वागत छ तपाईलाई मेरो यस भिडियोमा। आजको यो भिडियोमा चाहिँ इस्यु अकाउन्ट कसरी क्रिएट गर्ने र भेरिफाई कसरी गर्ने स्टेप बाइ स्टेप सिकाउने छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला, एकदमै इजिली तरिकाबाट। सो भिडियो सुरु गर्नुभन्दा अगाडि भिडियो मन परेमा लाइक गर्नु होला, साथीलाई शेयर गर्नु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने तल सब्स्क्राइब बटनमा गई सब्स्क्राइब गरी बेल आइकनलाई अलमा प्रेस गरी जोडिनु होला भन्दै लागौं आजको भिडियोतर्फ। सबैभन्दा पहिला तपाईले चाहिँ आफ्नो मोबाइलमा भएको प्ले स्टोरलाई चाहिँ ओपन गर्नु होला। जस्ट मैले यसलाई चाहिँ ओपन गर्छु। ओपन गरिसकेपछि माथि सर्च बारमा आउनु होला र यहाँ तपाईले सर्च गर्नुपर्ने हुन्छ ESEW इस्युआ भनेर सर्च गर्नु होला। जस्ट यो एप रहेको छ, देख्न सक्नुहुन्छ। यसको अब डाउनलोडको कुरा गर्दाखेरि 10 मिलियन प्लसले रहेको छ, 1 करोड भन्दा बढीको रहेको छ। त्यसपछि इन्स्टल गरिदिनु होला। मैले यसलाई चाहिँ डाउनलोड गरिसकेको छु इन्स्टल गरेर। त्यसपछि यहाँ चाहिँ मेरो डाउनलोड हुन सुरु भइसकेको छ, देख्न सक्नुहुन्छ। इन्स्टल भइसकेको छ। यहाँ चाहिँ अब सेक्युरिटी चेकिङ हुँदैछ। अब इन्स्टल भइसकेपछि यसमा कुनै पनि रिस्क छैन भनेको छ। ओपनको अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ त्यसपछि डाउनलोड भएपछि। त्यसपछि यस्तो प्रकारको इन्टरफेस देखाउनेछ, देख्न सक्नुहुन्छ। यहाँनिर दुईटा अप्सन देखाएको छ, एउटा स्किप र अर्को नेक्स्ट दिएको छ। नेक्स्टमा क्लिक गर्नु होला, कन्टिन्यू 3-4 पटक। जस्ट मैले चाहिँ यसमा क्लिक गरेँ। गेट स्टार्टेडको अप्सनमा क्लिक गर्नु होला, अलाउको अप्सनमा क्लिक गरिदिनु होला। त्यसपछि व्हाइल युजिङ द एप भनेको छ, यसमा चाहिँ क्लिक गर्नु होला, अलाउ गरिदिनु होला। त्यसपछि अब तपाईले जुन आइडी नम्बरबाट बनाउने हो त्यहाँ तपाईले मोबाइल नम्बर राख्नुपर्ने हुन्छ। त्यो नम्बर जुन आइडी बनाउने हो त्यो मैले राखिसकेको छु माथि र। त्यसपछि यहाँ चाहिँ सबमिटको अप्सन देख्न सक्नुहुन्छ, सबमिट गरिदिनु होला। सबमिट गरिसकेपछि यहाँ चाहिँ देख्न सक्नुहुन्छ यस्तो प्रकारको इन्टरफेस देखाउनेछ। यदि पहिला नै क्रिएट गर्नुभएको थियो र भेरिफाई छैन भने यहाँ चाहिँ एमपिन पासवर्डमा गएर तपाईले यहाँ तल फरगट एमपिन गर्न सक्नुहुन्छ। अब नयाँ बनाउनको लागि यहाँ चाहिँ रजिस्टरको अप्सनमा क्लिक गर्नु होला। यहाँ रजिस्टरको अप्सनमा क्लिक गरिसकेपछि यहाँ चाहिँ देख्न सक्नुहुन्छ सुरुमा अब यहाँ चाहिँ मोबाइल नम्बर राख्नुपर्ने हुन्छ जुन अघि राख्नु भएको छ, जुनबाट आइडी बनाउने इस्युआ। मैले यहाँ चाहिँ मोबाइल नम्बर राखिरहेको छु, देख्न सक्नुहुन्छ। त्यसपछि यहाँ चाहिँ मोबाइल नम्बर राखिसकेपछि फुल नेममा आफ्नो पुरा नाम यहाँ चाहिँ इङ्ग्लिसमा टाइप गरिदिनु होला। जस्ट मेरो चाहिँ यहाँ चाहिँ फुल नाम राखिदिन्छु। मेरो जे नाम हो, नागरिकतामा जे छ त्यो राख्नुपर्ने हुन्छ भेरिफाई गर्नको लागि चाहिँ। अब नागरिकता मेरो जे नाम छ त्यो राखिदिएँ। त्यसपछि यहाँ चाहिँ अब देख्न सक्नुहुन्छ जेनेरेटरमा तपाईँले चाहिँ मेल या फिमेल के एरोमा क्लिक गरेर चुज गर्नु होला। मेल भनेको पुरुष, फिमेल भनेको महिला। त्यसपछि यहाँ चाहिँ देख्न सक्नुहुन्छ यो तल कोटोमा टिक गरिदिनु होला। यो कोठोमा आई एग्री भनेछ। त्यसपछि यहाँ चाहिँ प्रोसिडमा क्लिक गरिदिनु होला। यति गरिसकेपछि हाम्रो यहाँ चाहिँ यस्तो प्रकारको इन्टरफेस देखाउनेछ। थोरै वेट गर्नुपर्ने हुन्छ। अब मोबाइलमा चाहिँ 6 डिजिटको कोड जान्छ, त्यो हामीले यहाँ चाहिँ राख्नुपर्ने हुन्छ। इन्टर कोडमा त्यो 6 अङ्कको कोड राखिदिनु होला यो माथि दिएको सेकेन्डभित्र। जस्ट मैले यहाँ चाहिँ राखिसकेको छु। त्यसपछि भेरिफाई एन्ड सबमिटको अप्सनमा क्लिक गरिदिनु पर्ने हुन्छ। जस्ट मैले यहाँ चाहिँ भेरिफाई एन्ड सबमिटको अप्सनमा क्लिक गरेँ। यहाँ चाहिँ थोरै सेकेन्ड वेट गर्दा बित्तिकै अब यहाँ चाहिँ न्यू एमपिन भनेको छ, 4 अङ्कको तल र माथि सेम राख्नुपर्ने हुन्छ। न्यू एमपिनमा अब तपाईँलाई 4 अङ्कको या दुनै अङ्कको राख्नु होला। तल कन्फर्म एमपिनमा पनि त्यो तपाईँले सेम राखिदिनु होला। त्यसपछि कन्फर्म गरिदिनु होला तल अप्सन कन्फर्मको, त्यसमा गएर। त्यसपछि अब तपाईँको चाहिँ यहाँ चाहिँ अब एमपिन भनेको छ त्यो राखेको, जुन भर्खर राख्नु भएको एमपिनलाई यहाँनिर राखिदिनु होला। त्यसपछि लगइन गरिदिनु होला। जस्ट मैले चाहिँ यहाँ चाहिँ मैले जुन अहिले भर्खर राखेँ एमपिनमा त्यो राखिदिन्छु। त्यसपछि यहाँ चाहिँ लगइनको अप्सनमा लगइन गरेँ र देख्न सक्नुहुन्छ लगइन भइसकेको छु। अब यहाँनिर चाहिँ देखाएको छ कम्प्लिट योर केवाइसी इन्जोय सिमलेस पेमेन्ट्स भनेको छ। तलनिर चाहिँ रहेको छ केवाइसी अपडेट केवाइसी, यसमा क्लिक गर्नु होला। त्यसपछि अब हामी चाहिँ पहिलो स्टेपमा रहेका छौँ। अब यहाँ चाहिँ देख्न सक्नुहुन्छ तपाईँले यहाँ चाहिँ पर्सनल डिटेल्सहरू भर्नुपर्ने हुन्छ। त्यसको लागि तपाईले चाहिँ यहाँ चाहिँ नेसनालिटी रहेको छ, एरोमा क्लिक गर्नु होला साइडमा भएको। यसमा क्लिक गरिसकेपछि यहाँ चाहिँ तपाईले नेपाली भनेर यहाँ चाहिँ तपाईले टाइप गर्नु होला, तपाईको आइहाल्छ। यहाँ चाहिँ जस्ट मैले नेपाली भनेर टाइप गरेँ, यहाँ चाहिँ नेपाली आइसकेको छ। अब फुल नेममा तपाईको चाहिँ यहाँ चाहिँ नाम राख्नु होला। यदि नाम देखाएको छ भने ठिक छ, केही फरक पर्दैन, त्यो पहिलाकै हुँदैन होला। लास्ट नेम आफ्नो थर राख्नु होला। अब डेट अफ बर्थमा तपाईले यहाँ चाहिँ सिलेक्टको अप्सनमा क्लिक गर्नु होला। विक्रम सम्वतमा राख्दा राम्रो हुनेछ। त्यसपछि यहाँ चाहिँ इयरमा तपाईको चाहिँ अब कहिले जन्मेको, 2000 अब 62, 65, 60, 58, 50 जति पनि हो त्यो राख्नु होला तपाईले। त्यसपछि एम दिएको ठाउँमा तपाईले आफ्नो महिना राख्नुपर्ने हुन्छ, जन्मेको महिना। जस्तो 5 महिना, 6 महिना कति हो, कुन महिना हो। त्यसपछि यहाँ चाहिँ गते राखिदिनु होला। त्यो राखिसक्यो अब जेनेरेटरमा तपाईले चाहिँ मेल फिमेल अदर के हो त्यो तपाईले सिलेक्ट गर्नुपर्ने हुन्छ। मेल भनेको पुरुष भइहाल्यो, फिमेल भनेको महिला। म पुरुषको बनाउँदैछु, मेल चुज गरेँ। त्यसपछि यहाँ चाहिँ अब फ्यामिली इन्फर्मेसन भनेको छ, देख्न सक्नुहुन्छ यहाँ तलनिर। फ्यामिली इन्फर्मेसनमा तपाईले चाहिँ यहाँनिर चाहिँ अर्को रहेको छ फादर हस्बेन्ड नेम भनेको छ। अब तपाईले यदि बुबाको नाम राख्न सक्नुहुन्छ यहाँनिर। यदि म विवाहित महिला भने आफ्नो श्रीमानको राख्न सक्नुहुन्छ। ग्रान्ड फादरमा तपाईँले बाजेको, यदि तपाईँ चाहिँ अब विवाहित महिला भने आफ्नो चाहिँ ससुराको राख्न पनि सक्नुहुन्छ। सिङ्गल अथवा मेरिड के हो तपाईँले त्यो सिलेक्ट गर्नु होला। त्यो सिलेक्ट गरिसकेपछि यहाँ चाहिँ देख्न सक्नुहुन्छ ओपिडी सेसन भनेको चाहिँ एरोमा क्लिक गर्नु होला। आफ्नो पेसालाई यहाँ चाहिँ चुज गर्नु होला, जति पनि यहाँ चाहिँ देखाएको छ। जस्तो मैले स्टुडेन्टलाई चुज गरेँ। त्यसपछि यहाँ चाहिँ प्यान नम्बर अप्सनल रहेको छ, इमेल पनि अप्सनल रहेको छ, यो राख्नु पर्दैन। यति गरिसकेपछि सेभ एन्ड कन्टिन्यूको तलनिर अप्सन देख्न सक्नुहुन्छ।
यसमा तपाईले क्लिक गर्नुपर्ने हुन्छ। जस्ट मैले यसमा क्लिक गरेँ, सबै एकछिन डिटेलमा यहाँ चाहिँ देखाउने छ, चेक गर्नु होला। यहाँ चाहिँ देख्न सक्नुहुन्छ सबै मिलेको छ कि छैन, तपाईको चाहिँ सही छ कि छैन भनेर। त्यसपछि यहाँ चाहिँ एउटा कोठा रहेको छ यहाँ चाहिँ देख्न सक्नुहुन्छ, यो कोठामा क्लिक गर्नु होला, कन्फर्म गरिदिनु होला। कन्फर्म गरी सेभ एन्ड कन्टिन्यूमा क्लिक गरिदिनु होला। तपाईको चाहिँ स्टेप अब 2 मा जान्छौँ हामी। अब यहाँ चाहिँ एड्रेस डिटेल भर्नुपर्ने हुन्छ हामीले चाहिँ ठेगानाहरू। जस्तो यहाँ चाहिँ प्रदेश भनेको छ, यहाँ चाहिँ एरो देख्न सक्नुहुन्छ, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि आफ्नो प्रदेशलाई सिलेक्ट गरिदिनुलाई यहाँ चाहिँ देखाउने छ। जस्तो मैले कर्णाली प्रदेश चुज गरेँ। अब यहाँ चाहिँ डिस्ट्रिक्ट भनेको छ, एरोमा क्लिक गर्नु होला। आफ्नो कुन जिल्ला हो तपाईले त्यो सिलेक्ट गर्नु होला। त्यसपछि यहाँ चाहिँ अब गाउँपालिका नगरपालिका देखाएको छ साइटमा, एरोमा क्लिक गर्नु होला। जस्ट मैले एरोमा क्लिक गरेँ, यहाँ चाहिँ अब एउटा चुज गरिदिन्छु। आफ्नो जुन नागरिकतामा छ त्यही राखिदिनु होला सबै। त्यसपछि अब टोल भनेको छ, आफ्नो टोलको नाम लेखिदिनु होला। यहाँ चाहिँ जुन पहिलाको गाउँको नाम थियो टोल, अहिलेको टोलको नाम त्यो तपाईले यहाँ चाहिँ लेखिदिनु होला। मैले यहाँ चाहिँ प्राइभेसीको कारण हाइड गरेको छु। अब वार्ड नम्बर कति हो तपाईले त्यो आफ्नो वार्ड नम्बर लेखिदिनु होला चाहिँ वार्ड नम्बरको ठाउँमा। त्यसपछि सबै यहाँ चाहिँ फिलअप भइसकेपछि यहाँ चाहिँ सेम अस करेक्ट एड्रेस भनेको छ, तपाईको चाहिँ सबै सेम हो भनेपछि सेम अस करेक्ट एड्रेसमा क्लिक गरिदिनु होला। जस्ट म यसमा क्लिक गर्छु, सबै माथिको नै देखाइसकेको छ मैले जुन राखेको छु। त्यसपछि यहाँ चाहिँ सेभ अ कन्टिन्यूको अप्सनमा क्लिक गरिदिनु होला। यति गरिसकेपछि जस्ट यति क्लिक गरेँ। त्यसपछि यहाँ चाहिँ अब सबै चेक गर्नु होला। त्यसपछि तलनिर कन्फर्म भन्ने अप्सन रहेको छ, कन्फर्मको अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ सबै डिटेल्सहरू चेक गरिसकेपछि त्यसपछि अब हाम्रो स्टेप 3 मा गएका छौँ। यहाँ चाहिँ प्रोफाइल पिक्चर भनेको छ, अगाडि सेल्फी खिच्नुपर्ने हुन्छ तपाईले, एकदमै मिल्ने तरिकाले यहाँ चाहिँ देखाउने पनि छ। त्यसको लागि यहाँ चाहिँ ट्याप गर्नु होला। त्यो बिचमा ट्याप गरिसकेपछि यसरी तपाईले आँखा दायाँ बायाँ हल्लाउनु पर्ने हुन्छ र तपाईको चाहिँ टिक लाग्छ। जस्तो म यहाँ चाहिँ देखाएको छ, यसरी टिक लाग्छ। त्यसपछि यहाँ चाहिँ तपाईको चाहिँ गेट स्टार्ट गर्नुपर्ने हुन्छ। जस्तो गेट स्टार्टमा क्लिक गर्छौँ, त्यसपछि होल्डिङ द एपमा क्लिक गर्छौँ। यसमा क्लिक गरिसकेपछि अब आफ्नो यहाँ चाहिँ फेस देखाउनु पर्ने हुन्छ सेल्फी। मैले यहाँ चाहिँ ब्लर गरेको छु अब प्राइभेसीको कारण। यहाँ मेरो टिक भइसकेको छ, दुईटै कान देखाएको छु। यसरी मजाले खिच्नु होला, सिलेक्टको अप्सनमा क्लिक गरिदिनु होला। त्यसपछि यहाँ चाहिँ अब सिलेक्टको अप्सनमा क्लिक गरिसकेपछि अब यहाँ चाहिँ मेरो फोटो देखाउने छ, सेल्फी देखाइसकेको छ। अब यहाँनिर चाहिँ अर्को डकुमेन्ट अपलोड गर्नुपर्ने हुन्छ। डकुमेन्ट टाइपमा एरोमा क्लिक गर्नु होला। त्यसपछि यहाँ चाहिँ सिटिजनसिप अथवा पासपोर्ट केबाट बनाउने त्यो तपाईले त्यहाँनिर सर्च गर्नु होला, त्यहाँदेखि चुज गर्नु होला। त्यसपछि अब सिटिजनसिप नम्बरमा तपाईले आफ्नो नागरिकता नम्बर यहाँ चाहिँ राख्नुपर्ने हुन्छ, जसरी दिएको छ त्यसरी। अब इस्यु डेटमा नागरिकता बनाएको मिति विक्रम सम्मलाई चुज गर्नु होला। यहाँ चाहिँ अब वर्ष महिना गतेहरू राख्नुपर्ने हुन्छ। अब कुन जिल्लाबाट बनाएको नागरिकता यहाँ चाहिँ चुज गर्नु होला। त्यसपछि तपाईले यहाँ तलनिर देख्न सक्नुहुन्छ सिटिजनसिप फन्ड भनेको छ, आफ्नो नागरिकताको अगाडि साइडको फोटो यहाँ चाहिँ ल्याउनु पर्ने हुन्छ र ब्याक साइडको तलको चाहिँ सिटिजनसिप ब्याक भनेको छ। जस्तो म यहाँ चाहिँ फिलअप गर्छु, मेरो नागरिकता नम्बर यहाँ चाहिँ टाइप गर्छु। जस्तो यहाँ चाहिँ जस्तो मेरो जसरी तपाईको चाहिँ ड्यास दिएको हुन्छ त्यसरी नै ड्यास दिनुपर्ने हुन्छ। त्यसपछि अब इस्यु डेटमा चाहिँ विक्रम सम्मलाई चुज गरेँ। त्यसपछि अब बनाएको मिति अब कहिले हो यहाँ चाहिँ मैले मेरो मितिलाई चुज गर्छु। चुज गरिसकेपछि महिना राख्छु। महिना राखिसकेपछि यो बनाएको मिति, इस्यु डेट भनेको बनाएको पछाडिल्लो साइडमा हुन्छ, त्यो मिति लेखिएको हुन्छ, त्यो राख्नुपर्ने हुन्छ तपाईले। त्यसपछि एड्रेस आफ्नो कुन जिल्लाबाट बनेको यहाँ चाहिँ चुज गरिदिनु होला, जिल्ला सिलेक्ट गर्ने अप्सन पाउनुहुन्छ। त्यसपछि सिटिजनसिप फन्ड भनेको अगाडिको साइडको नागरिकताको फोटो यहाँ चाहिँ खिच्नुपर्ने हुन्छ। यदि तपाईले चाहिँ पहिला खिचेको छ भने त्यो पनि ल्याउन सक्नुहुन्छ। जस्तो हामी अहिले नै यहाँ चाहिँ खिच्दैछौँ, त्यसमा क्लिक गर्ने। पहिला छ भने यहाँ चाहिँ प्रोफाइलमा क्लिक गरेर ल्याउन सक्नुहुन्छ। अहिलेको लागि यहाँ चाहिँ यसरी मैले फोटो खिचेँ र यहाँ चाहिँ डन गरिदिन्छु। डनको अप्सनमा गएर डन गरिदिएँ। डन गरिसकेपछि यहाँ चाहिँ अगाडि साइडको आइसकेको छ, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ ब्लर गरिदिन्छु प्राइभेसीको कारण। तल्लोमा अब चाहिँ ब्याक साइडको ल्याउँछु म, तल्लोमा क्लिक गर्छु। यहाँ चाहिँ फाइनली मैले ब्याक साइडको पनि ल्याइसकेको छु। अब प्रोसिडको अप्सनमा क्लिक गरिदिन्छ, प्रोसिड हुन्छ। एकछिन डिटेलमा यहाँ चाहिँ देखाउँछ तपाईँको सबै। र सबमिट फर भेरिफिकेसन भनेको छ, यसमा क्लिक गरिदिन्छु। यहाँनिर चाहिँ एउटा कोटा देखाएको छ, यसमा टिक गरिदिने, सबमिट केवाइसीमा क्लिक गरिदिने। यति गरिसकेपछि हाम्रो चाहिँ डकुमेन्ट चाहिँ अपलोडेड भइसकेको छ। एकैछिन वेट गर्नुपर्ने हुन्छ। माथि अपलोड भएको चाहिँ मेसेज पनि आइसकेको छ र सबमिट पनि भइसकेको छ। लगभग हामीले 15 मिनटपछि चेक गरेका थियौँ र देख्न सक्नुहुन्छ फाइनली हाम्रो चाहिँ यहाँ चाहिँ भेरिफाइड भनेर चाहिँ 15 मिनटपछि हामीले चाहिँ हाम्रो चाहिँ इस्युलाई भेरिफाई गरिसकेका छौँ। यसरी तपाईँले पनि इस्युलाई चाहिँ सजिलो तरिकाले चाहिँ भेरिफाई गर्न सक्नुहुन्छ। जस्तो यहाँ चाहिँ अपलोड केआइसीको अप्सन रहेको छ, यसमा क्लिक गर्छौँ। यसमा क्लिक गरिसकेपछि यहाँ चाहिँ नोटिफिकेसन पनि आएको छ, देख्न सक्नुहुन्छ। थ्याङ्क यू, तपाईँको चाहिँ इस्यु चाहिँ भेरिफाई भइसकेको छ भनेर चाहिँ 15-20 मिनटपछि आइसकेको छ। तपाईँ पनि यसरी भेरिफाई गर्न सक्नुहुन्छ। हेल्पलाइनमा गएर यदि आएन भने त्यहाँ पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ। भिडियो यति नै। मन परेमा लाइक तथा सेयर गरी कृपया च्यानललाई सब्सक्राइब गरेर जोड्नु। धन्यवाद, नमस्कार।